भिडियोमा गाली पनि दिएका छन् यी पात्रहरूले, त्यही भएर आफ्नो सावधानी आफै गराउने। मानसिक अस्पतालबाट एक मानसिक रोगी उमेर करिब 40 वर्ष। के गर्छ यार? जाई छापामा छाप बस काम हो सके यार। या के गर्छ भनेको यार? प्रोटिन युक्त छ त दाइ। दाइ हजुरको त महँगो छ, तपाईँलाई सुगर छ क्या हो? अरे साले पागल मर्लास के? ए तैँले के हेरिरहेछस्? क्यामेरा बन्द कर, बन्द कर। Ladies and gentlemen, are you ready? एउटा घना जङ्गलमा आज यो यात्रा सुरु हुन्छ। यस जङ्गलको बारेमा जान्न यहाँ यी पात्र आएका हुन्छन्। यो जङ्गल सुरक्षित पक्कै पनि छैन। अब हेरौँ अगाडि कहानी। नमस्कार मित्रलाई, म हजुरको चरित्र भेट्टाएको हल्लुराम झल्लु। आज हामी नेपालमा रहेको घङ्कुर जङ्गलमा, एमेजोन जङ्गलमा आइसकेका छौँ। कहाँ यो अमेजन जङ्गल हुनु? यो नेपालको रानी बन्यो। राडी भन, आई लाइक इट। तँलाई नेपाली बोल्न आउँछ? आउँछ दाइ, आउँछ। नेपाली बोल्न त आउँछ भने किन कुल बन्दैछस्? हापे भाइ, अरू कोच हिँड्नु पर्ने पानी देऊ न। लौ दाइ। अरे त थोरै चुतिया छस् क्या? सफा भन्दैन गधा। लौ म खान्छु आफ्नो पोस्टको पानी। आफै खाथ्यो, म त सफा पानी खान्छु। मेरो पानी सकिँदैछ र अहिलेको तापक्रम करिब 40 डिग्री रहेको छ। पानी बचाउनु पर्छ यो तापक्रम अति धुपमा। दाइ पछाडि गर्नुहोस् त। ल भाइ, यो खानुपर्छ के? अहिले पानी बचाउनु पर्छ के? यहाँ अब धेरै बस्ने होइन, गइहाल्यो। कुन दिन आएछु नि अब पागलसँग? हुन त खजाना छ, हेड बाई हेड के गर्न सकिन्छ र? हाम्रा जवानहरूले यात्रा सुरु गरिसके। यो यात्रा निकै कठिन हुनेछ। दाइ खाना खाना। खै भाइ, मैले त देखेको नि। दाइ यहाँ त भागको आची पनि रहेछ रमाइलो। यस, यो मर्छ पक्का। समझ पर्दैछ। अब हाम्रा जवानलाई सुरक्षित रात कटाउने ठाउँको आवश्यकता छ। हाम्रा जवान यसको खोजीमा निस्किसकेका छन्। यहाँ दिनमा जति गर्मी भए पनि राति घाम चल्ने गर्मी हुनेछ, त्यसकारण हामीले सेल्टर खोज्नुपर्छ। ल हामी सेल्टरको लागि यो रुखलाई चुन्नेवाला छौँ। बस्ने दाउरा ल्याउनु जान्छु, तिमी बस्यो है। ल भाइ, अन्जु भाइ, तिमी के गर्दै थियौ? तिमी के गर्दैछौ? मैले त दाउरा ल्याएँ, यति मात्रै केटे। गुड इट्स इनफ। ओए, गाली गोला गरिस्, छोड, गाली गोला गरिस्। भयो भयो यार, भयो। इलिटरेट चलो। दाइ यार कस्तो भोक लाग्यो, खाना तयार पार त छिटो।
के खाने होला ए चाउचाउ त खाने होला ल यिनी दाइको दिमाग छैन भने मैले पहिले थाहा थिएँ के अर्ग्यानिक फ्रेस खाना छ यार लौ यहाँ कति मिठो छ ल ल खा खा त म खान्न भाइ तिमी यस्तरी पनि हान्छ यार कसैले म तपाईँको क्यामेराम्यान त यहाँ छस् भने चिल्लोसँगको छ चल चल दुई चिलो आया इस आया आया दियो दियो नराम्रोसँग दियो चिल्लो के भयो चिल्लो यहाँ हेर्नु हेर्नु ल ल हो त यसले गोखानु छाडेछ जा जा लिएर आइज मलाई गधा मलाई महँगो मै खान्छु पौष्टिक खाना कस्तो मिठो छ हाम्रा जवान अब यात्रामा अगाडि बढ्दैछन् जङ्गल सफर निकै रोमाञ्चक हुँदै गइरहेको छ हल्लु साप साप खै दाइ खै मेरो एक्स उता मार मार यो प्रजातिको सापको नाम त रन्डिनो एक्स हर्नी हो यो एमाजोनको घङ्घुर जङ्गलमा मात्रै पाइन्छ नेपालमा मात्रै पाइने साप अबे छिटो मार भाग्यो तेरो बा यो विषालु नभएकाले खान सकिन्छ वो 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 पाइलामा पन्चाको छाप छ पाइला ठुलो पनि देखिन्छ पक्कै पनि बाघ पक्कै पनि 5 मिटर लामो छ हल्लु उता हेर तेरो बाघ यो घना जङ्गलमा कुकुर कसरी आयो यो डाइरेक्टरको तलब काट खेर साँझ भएकाले आज पनि जङ्गलमै बास बस्छन् हाम्रा जवानहरू साँझ पर्न लागिसकेको छ हामीलाई अब सेल्टरको जरुरत छ त्यस कारणले जहाँ हामी बास बस्न सक्छौँ बसिहालौँ न त बास त बसौला हल्लु तर खजाना कता छ चेल दाइ चेल यार तपाईँ यार यो खान्न के हो यो त्यति नराम्रो पनि छैन मिठै छ यो जङ्गलमा हामीलाई जनावरबाट बस्नका निम्ति आगो पनि जरुरत छ आगोले हामीलाई चिसोबाट पनि बचाउने गर्छ त्यसकारण ल दाइ आगो बालौँ म बाल्छु त सक्दैनस् ले पहिलाका जमानामा मान्छेले यही जङ्गलमा यही ढुङ्गाबाट आगो बाल्थे ए दाइ उता हेर कता कता दाइ यार यता हेर मैले यहाँ मजाक गरेँ आगो बसिसक्यो तेरो नास तँलाई थाहा छ नि खजना नभेटिएपछि के हुन्छ तर यो हाल गर्छु कि तैँले खजना खोज्नु त के त्यसको बारेमा सोच्नु पनि सक्दैनस् बुझिस् तैँले दाइ What's that?
This is a teach. For eating? Yeah. Give me one. ए भोकमारीमा परेको भिखारी यो खाने होइन के नखा कथा दाइ ब्रेकफास्ट मलाई सुगन्ध मल अर्ग्यानिक मलको सुगन्ध तँलाई घरको याद आयो किन दाइ तेरो जोइलाई पकडिस यसरी सरी दाइ कति छ भाइ अझ कति यार अब 10 मिनेट के यार 10 ए खजना भेट्दिन भने नि तँलाई मैले छोड्नेवाला छैन ऊ दाइ चाहिँ यसो खजना ठक्छस् चिल्लो जाने ठक्छस् खै कता छ खजना दाइ यार त्यहाँ छ देखेर खजना साथ ओइ सबैले आफ्नो हात माथि गर ह्यान्ड इज अप केटा समात तिनीहरूलाई Run. तेरो खजना लुट्ने प्लान थिएन अहिले तर म यस्तो दाबी हुन समात केटाहरूलाई यो त हात्तीको मल हो हात्तीको मल यसको लागि तैँले मलाई यहाँसम्म ल्याइ सल्लु सर छोड्नुहोस् त यसको त म ओइ केटा मानसिक अस्पतालबाट फरार भएका मानसिक पक्राउ परेका छन् र उनीसहित उनको मित्र चिल्लु पनि पक्राउ परेको भइरहेको छ र यस्तै खबरका लागि हामीसँग जोडिरहनुहोला धन्यवाद राम्रो भिडियो होला भनेको त यो त नराम्रो भिडियो पो रहेछ यस्तो भिडियोमा भोइस ओभर गर्न लाग्छ मलाई ए मेरो बसले हान्छस् भाले यता